माछा भित्रतिर लाग्दैछु कि गणतन्त्र छु साउथ अफ्रिकाबाट दुःखले सिकाउँछ कि धैर्यता गर्नुपर्छ। फाइनली पैसा चाहिँ जितिसकेँ। पनिर छ दाइ कमन्तर गरिदिन्छु। पैसा त छैन धेरै। म हस्पिटल मोड पुगेर माछा भित्रतिर लाग्दैछु कि त्यहाँदेखि माथितिर जानुपर्छ। माछा भित्रै म अहिले हाइवेमा हिँडिरहेको छु। फेरि बिहारै गएँ दामी त छ तर कुहिरोले हाम्रो देखिएन। साथी माथि माथि भिडियो साथी ओहो फेरि मजा हेर्नु आर्मी तालिम पनि हुँदो रहेछ एकदम। गणतन्त्र छु होइन। यता साउथ अफ्रिकाबाट सङ्घर्ष के खोजी मानिसको दुःखले सिकाउँछ कि साथी। परेवा रहेछ परेवा जे हुन्छ राम्रोको लागि हुन्छ भन्छ। अब यो मौसम खोलेपछि चाहिँ मजा उजिलो हरियाली देख्न पाइन्छ है। धैर्यता गर्नुपर्छ। मैं चाहिँ गन्तव्य स्थलको आइपुग्नु लाग्यो। यही माछा भित्र भ्याउमा गएर पैसा दिनु हुँदै खर्च। अब एटिएममा छ फोन लगाएर देखाउनु हुँदैन भन्दै थियो। अब यहाँ जानु अनि पैसा अलिकति झिक्ने खर्च अनि पठाइदिने गाइड। फाइनली पैसा चाहिँ जितिसकेँ। अब पसलतिर टाप माछीदेखि बुस लाइन मासु झन्डै रहेछ नि त्यहाँ हो। उठातिर ग्यास सकिएको थियो मेरो पनि ग्यास ल्याउनु पर्ने। कति कति छ अहिले 6:30 मात्रै हुँदैछ यार। सानो मार्केटमा पनिर पाइन्थ्यो। दिदीलाई पनिर पठाइदिउँ भनेको खुल्लो छ छैन यार। चिनारेखा खोलिएको रहेछ। सोमबार बन्द हुन्छ क्या हो अरू त भएन। पनिर छ दाइ कसरी छ हालिदिनु न 500 को। अहिले पठाइदिनु पर्ने कि माथितिर त्यही भएर पनिर किनिसक्यो। पनिर पनि किने पैसा नै साट्यो होइन। खाजी किन्ने छैन। तयारी भइसकेन नारु। अब आज पठाइदिने कोठामा एक्लै बस्ने 2-4 दिन नानीहरूलाई पनि भोला पढ्दा फुगाउमा हावा खानु पठाइदिनु पर्यो भनेको छ क्या। फुपू विशेषता बाजु चाहिँ छैन अरे घरमा। गौँथली चरी वास्तवमा अरूभन्दा पनि यो शान्तिको प्रतीक परेवाहरू चाहिँ चोकमा छन् कि धेरै छन्। यो पर पनि 4 धेरै छ है। टिली पारेर कुनै उल्टै झर्दैछ कुनै झरेर खाइसक्दैछ। धेरै छ है। चाहिँ पानीको घर हो बस्ने। दिदीले
मिसकल गरिसक्यो ओ त्यो नै गोपाल कोर्दै रहेछ जानलाई यहाँ दिदीले मिसकल गरिसक्यो हजुर अहिले नै जाने के भयो भान्जीले आलु पकाएछ यसले अचार कुटेछ बाउले आलु खाएछ यसले कपाल कोरेछ है अब आए म आइपुगेँ कोठामा उफ भरे पानी आउने भिजेर लफु हुन्छ है म मन्तर गरिदिन्छु पानी आउँदैन हो म मन्तर गरेपछि नि पानी पर्दैन के म ठुलो ऊ हो नि त बिजुवाको नाति के अब बाजे त ट्याडी भयो है हिँड्नुलाई त्यहाँ झोला त्यो त्यतिकै होस् म राखिदिन्छु नि यो अब खुट्टामा जुत्ता हाल्नु बाँकी छ मेरो त चिनारे खा केही देखाउन म भाग्य फेरौला ल भात खाऊ भटाभटी हेलो हेलो गाई हो भटाभटी पानी पर्छ पानी पर्यो भने मेरो नाम लिनु फाटे उफ्रिन्छ है जुगाले खाला ए अहिले त जुगा निस्किएको छैन है पानी एकरो पर्दैछ अनि दिनु नि बेच्छ हैन मामा थाहा छ जुगाले त कान कान खान्छ नि केटा बाजे भात खाएको बाजेले अब जुत्ता मात्रै लाउनु बाँकी छ एकदम हिरो देखिहाल्यो नि मेरो बाउलाई त बाजे पैसा त छैन धेरै भाइ मैले 5-7 त म काम गरे त्यो औषधि ल खुसी भयो यो मान्छे पैसा भन्दा त चिनेको रहेछ खाजा खानु दिदीलाई नि किनिदिनु ल हुन्छ अन्यको त्यो मजा नि टाढो छ नि हुन्छ हुन्छ केही हुँदैन त्यसो नगर्न त्यो मलाई त्यो दिन एउटा दिन कस्तो पैसा ए हैन हैन यो नयाँ रक्स गोजीमा राख यहाँ झोला यहाँ बाबा पैसा यसरी देखाउनु पर्छ